हेलो साथीहरु, गुड मर्निङ। न्यू डे न्यू ब्लग हैन। आज चाहिँ फुलपातीको दिन अनि म चाहिँ भर्खर उठेर अनि हातमुख धोएर अनि यहाँनिर भाँडा माझेर बसिरहेको छु। अनि घाम पुगिसकेको छ वहाँ माथि। अनि म चाहिँ अल्छी भएछ अनि भाइहरू मम्मीहरू चाहिँ आँगनहरू अब सफा गर्ने घर लिप्ने गरिराख्नु पर्छ क्या। अनि म चाहिँ भर्खर उठेको, म चाहिँ अल्छी भएछ। अनि आज फुलपातीको दिन के हुन्छ म देखाउँछु है त दिनभरि के गरिन्छ गाउँमा। फर्स्ट डे आज। टमाटर चाहिँ रहेनछ अनि त्यही भएर यहाँनिर सानो सानो टमाटर चाहिँ सानो सानो टमाटर भए पनि टिपेर काम चलाउनु पर्यो खाजाको लागि। खाजाको लागि चाहिँ मैले टमाटर टिपेँ, टमाटर रहेनछ त्यही भएर बाँकी छ। अहिले एकछिनमा अचार बनाउनु मैले टिप्न आउनुपर्छ। अनि खाजा चाहिँ एउटा करेन्ट एउटा दुईवटा अन्डा प्याज यति रेडी गरेको छु अब खाजा पकाउनुलाई। यो कराई छ पकायो भनेर। यो चाहिँ हाम्रो कागती बोट होइन। अनि अन्डा र चाउचाउ बनाएको छ नि त। अनि हो त्यसमा कागती हालेर खाँदाखेरि एकदम मिठो हुन्छ। त्यही भएर म चाहिँ ठुलो ठुलो कागती खोज्न हिँडेको। यहाँनिर रहेछ ठुलो कागती। यहाँनिर चाहिँ कति ठुलो रहेछ। एउटा टिप्छु एउटा टिप्यो भने पुगिहाल्छ। यहाँनिर उखु नि यत्रो भइरहेको रहेछ कि उखु भयो यतिर खोर्सानी पुरा है। अनि बर्खाको टाइम जस्तै छ नि त त्यही भएर पुरा जङ्गल भइरहेको रहेछ कि वरिपरि सब। अनि इस्कुसको झ्याङहरू भयो सब यति धेरै भइरहेछ नि अँध्यारो हुनेसम्म भइरहेछ। अनि बरेलाको चाहिँ हराइरहेछ। यसरी हेर्दै हेर्दै हाम्रो पुरा जङ्गल भएर जङ्गल भन्दा कम छैन। अनि अहिले चाहिँ मैले खाजाहरू सकेँ अनि स्याउ खानेछु। अब यहाँनिर भात बसाल्नु पर्यो। अघि नै गोल चुलामा बसाल्छ भात चाहिँ हामीले। भात बसाले अब एकछिन आराम गर्नु पर्यो। मासु तल तल पानी परिरहेछ। अब यता पनि पानी पर्न लागिसक्यो। हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ नेक्स्ट डे होइन। अब मैले हिजो त्यस्तो धेरै के गरेन अनि त्यही भएर अनि पानी परिहाल्यो, खाना खाएँ, त्यस पछाडि सुतेँ। अनि त्यही भएर नि आज अर्को नेक्स्ट डेको पनि मैले यसैमा जोड्छु होइन। अनि अब आज चाहिँ मेरो काम के छ भने यहाँनिर यो लसुन छ होइन। हो यो लसुनको झारहरू उखाल्नुपर्छ। अनि यहाँनिर यो लसुन छ। अनि यो लसुनहरूलाई गोडेर झार उखालेर अनि यस्तो सागहरू चाहिँ यो रायोको साग हो। साग चाहिँ अहिले पकाउनलाई घर लाग्ने कस्तो ब्लर्दै घर लाग्नुपर्छ यिनीहरू। अनि यति छ गोड्नुपर्ने। अनि यो गोड्दा नि एकैछिन सकिन्छ, त्यस्तो धेरै टाइम लाग्दैन। झारहरू नरमै छ नि त अनि त्यही भएर टाइम लाग्दैन। अनि त्यसो अहिले म यो साग चाहिँ देखाउँछु है तपाईँलाई। अनि यहाँनिर मुला रहेछ, मुला नि गोडेर सक्यो। यतातिर लसुन सब गोडेर सक्यो। अनि तरकारी नि यति निस्क्यो। आजको लागि मेरो काम सक्यो। अब साग केलाउनु पर्यो होइन। त्यो पनि भेटेँ मैले अहिले एकछिनमा। अचार खान्छ कि भनेर लिइरहेको थिएँ। कागतीहरू सब उल्ट्यो। यसलाई चाहिँ अब एउटा पारेर किरा छ कि भनेर हेर्नुपर्छ। अनि त्यस पछाडि पखालेर अनि बल्ल पकाउन रेडी हुन्छ। अब यहाँनिर म चाहिँ साग पखाल्न आएको।
पानी नै रहेनछ धारामा। भाइ लगाउनु भएको छ। ए आयो है। अनि त्यसो भने यो नरिवल पनि रहेछ घरमा। अब यो नरिवल पनि निकाल्नु पर्यो, झोल निकालेर खानु पर्यो। नरिवलको भित्रले के भन्छ, झोल भन्छ कि रस, पानी। अब यो नरिवलको नि पानी निकालेर खानु पर्यो।